नमस्ते सबैलाई, म इन्द्र रावत। आजको भिडियो चाहिँ विशेष नेपाली केटाहरूको लागि हो, नेपाली युवाहरूको लागि जो इन्डियामा बस्छन् उनीहरूको लागि हो। धेरै नेपाली केटाहरू झगडा गर्छन्, आफै नेपाली झगडा गर्छन्, गार्डनमा गएर झगडा गर्छन्। त्यसको असर जो आम नेपाली छ, जो अरूको घरमा काम गर्छ र इन्डियामा काम गर्छ, उसलाई धेरै असर परिरहेछ नेपाली केटाहरूको लाग्दा। उनीहरू जान्छन्, पार्कमा झगडा गर्छन्, ग्याङ लिएर जान्छन्, झगडा गर्छन्। यसमा म के भन्न चाहन्छु भने चाहिँ तिमीहरूलाई लड्नै मन छ भने चाहिँ नेपालको लागि लड, देशको लागि लड। कराता गएर लड, बक्सिङ लड, आफ्नो नेपालको लागि लड। ती ग्याङ लिएर 20-25 जना लिएर 15-20 जना लिएर एकजनालाई कुटेर त्यो केही हुनेवाला छैन। आफ्नै नेपालीको बेइज्जत हुने हो र आफ्नो नेपाली जो इमान्दारीसँग काम गरिरहेछन् उनीहरूलाई एकदम धेरै आफत हुने हो। त्यसैले म भन्न लाग्छु आफ्नो काम गरेर खाऊ, अरूलाई पनि काम गर्न दिऊ। जय नेपाल।